हामी चाहिँ होइन कहाँ जानु लाग्छ भन्दाखेरि हामी जुत्ता किन्न जानु लाग्छ भाइ गाइस। अब म चाहिँ अफिससम्म गाइस हेर्नु चप्पल लाएर आइदिएको म चाहिँ त्यो भन्दाखेरि जुत्ता पाइहाल्छ अनि गएको कम्पनीमा जुत्ता पाइएन। अब हाम्रो एडभेन्चर सुरु हुँदैछ आजको। हामी चाहिँ अहिले चाहिँ यहाँसम्म भन्दाखेरि यो हो कुन ठाउँ हो यो एउटा ठाउँ हो जुन सीताबाइलाबाट भित्रबाट छिरेपछि आउँछ छाउनी ब्यारेक। यो ब्यारेक आउँदैछ है। अनि हामी चाहिँ आज चट्टपाडामा के खायौँ रे हामीले आज है के अरे नाम चमचम के रसाई चमचम छमछम भन्ने एउटा मिठाई पाउँदो रहेछ है। लास्टै मिठो थियो यार। यही हो गाइज यो चाहिँ हो छाउनीको। दिस इज छाउनीज आर्मी ब्यारेक। बाटो सबै बिग्रेको छ। ट्याङ्कहरू हेर्नु छ बम पड्काउने ट्याङ्क हेर्नु छ बम गोली हान्ने ट्याङ्क हेर्नु छ ट्याङ्क ट्याङ्क गयो ऊ त्यही थियो गाइज भइहाल्यो। अब होइन अर्को पालि देखाउँला है हामी चाहिँ गाडेको छ फेरि हेलमेट सही छ कि कस्तो लाम्चो आएर त्यहाँ हेर्नु तेरो हेलमेट साउन्डी लाइन चाहिँ अगाडिबाट तैँले हेरेर राम्रो छ 110 अब 1.5 हान्नुपर्छ जस्तो छ एडिट गरेर। यो ट्याक्सीले साइड काट्दियो कि दुई ठाउँ एक्सिडेन्ट भएको क्या मैले। एउटा चाहिँ उता सीताबाइला चोकैमा होइन अर्को चाहिँ त्यही अगाडिको ब्यारेक छ नि सीताबाइला अगाडिको त्यहाँनिर पनि स्कुटरमा हिँडे के अरे देखा मलाई हाम्रो नि त्यही भएर बिस्तारै गइरहेको भने चाहिँ एकदमै 110, 15, 120 भन्दा चाहिँ कममा चाहिँ गएको छैन। त्यो सेफमै छ हामी। अब 100 भने त हाम्रो लागि केही होइन। करोडौँ 1 लाख 1 करोड के बोले यार मैले 1 लाख भने 1 करोड 100 को स्पिड भन्ने त हाम्रो लागि बच्चाको खेल हो एकदम सानोतिनो खेल। बोल्दा तारे फेरि बढी बोलिहाल्छ। नजन्मिया छोराले चलाउँछ अरे गाइज हेर्नु हाम्रो दाजु चप्पल कस्तो खतरा चप्पल त्यो जुत्ता देखिन जुत्ता देखिनुहोस् साईको सही थियो भने साथी स्पाइडरम्यानको जस्तो जुत्ता किनेर है चाहिँ एकदम चप्पलमा छु। मलाई लाज त के लाज लाग्नु। अब अफिस चप्पल लाएर जानु भएन नि त हल्का इज्जत भयो नि अफिसको राखिदिउँ भनेर। हाम्रो त पहिल्यै धेरै इज्जत छ अफिसभन्दा माथि नै। गाइजहरू है मैले कहानी सुनाउनै बिर्सेँ क्या केटाहरूलाई सुनाइदिउँ भनेर कि म जुत्ता किन्छु भनेर कहीँ पनि मैले भने होला जुत्ता पाएन। अनि यो र म न्यू स्टाइल गयौँ अनि म भनेको थिएँ त्यसले पोस्टमा 11,000 भन्यो मैले किनिदिएँ। कोकोला थाहा छैन हजुरहरूलाई त्यो कलङ्की भनेको कोकोला थाहा छैन। दिस इज कलङ्की चोक। अनि यो चाहिँ म कता गएँ अङ्कलसँग झन्डै ठोकेको हामी आयो ट्रक गयो बिस्तारै अगाडि चाहिँ चोरीफोरी नगर भाइ खतरा रहेछ। बिच बाटोबाट फतक्क घुमाइदियो उता ट्राफिकले छोप्छ जस्तो छ तर छोपेन। ए ट्राफिकै यता रहेछ यार ट्राफिक सर यता छन् चट्टपाडामा। घर जानु लाग्यो यार केटा मेरो त अफिस गएको है जुत्ता लाएर आखिर अफिस जानुपर्ने थियो। मैले जुत्ता बेकार किनेँ क्या। अब अफिस गएको गयौँ जान चाहिँ गयौँ 5 मिनट बस्यौँ 5 मिनट बस्यौँ नि भयो त उता हो त हामीबाट उताबाट हो त हामी जाने। ए यता नघुम्ने गाडीहरू चाहिँ उताबाट जाने अनि यता घुम्नेहरू चाहिँ यो रोडमा आउने है गाइज। नयाँ रुल है नयाँ रुल इन कलङ्की। साथी के गर्छ यार यो मा कसम